अन्तिम दिन हामी मन्दिर जान घरबाट एकदमै चाँडो निस्क्यौँ। आज चाहिँ मन्दिरमा पुग्दा भक्तालुहरूको भिड भइसकेको थियो। धेरैजना त नेपालबाट आउनुभएको बुवा आमाहरू नै देखिनुहुन्थ्यो र मञ्चमा राधिका दासी माताजीले प्रवचन गरिराख्नु भएको थियो। जसै समय बित्दै गयो अनि भिड चाहिँ थामी नसक्नुको हुन थाल्यो। माताजीको प्रवचन सँगै भजन कीर्तन र विभिन्न झाँकीहरूको प्रस्तुति गजबको थियो। आज अन्तिम दिन भएर पनि होला कार्यक्रम अलि ढिलासम्मै भयो र हामी अन्तिम समयसम्म नै बस्यौँ। हामी चाहिँ यो 5 दिने कार्यक्रममा लगभग सबै दिन नै उपस्थित भयौँ। अन्तिममा गरिने जुन आरती कार्यक्रम थियो त्यो चाहिँ मलाई एकदमै मनपर्ने। अनि त्यो आरती मात्र हेर्नु भए पनि हामी जानुपर्छ भनेर ढिला भए पनि हामी पुग्थ्यौँ। त्यो आरती कार्यक्रमले चाहिँ माहौल चाहिँ गजबै रमाइलो बनाइदिन्थ्यो र सबै व्यक्तिहरू त्यो आरतीमा एकदमै झुमेको हामी पाउँथ्यौँ। र यत्रो भव्य कार्यक्रम गरेकोमा आयोजकलाई चाहिँ धन्यवाद दिनैपर्छ है। यो सजिलो थिएन र यो कार्यक्रमले मेलबर्नभरिका नेपालीहरूलाई एक ठाउँमा जुटाइदियो पनि र एकअर्कासँग यसो गफिने, चिनजान गर्ने र थोरै भए पनि आध्यात्मिक माहौलमा आफूलाई लिएर जाने एउटा माहौल चाहिँ बनाइदियो। र धेरै भक्तालुहरूले दिल खोलेर सहयोग पनि गर्नुभयो आर्थिक रूपमा। र जुन उद्देश्यको लागि यो कार्यक्रम गरिएको थियो, ऋणमुक्त मन्दिर भनेर, सायद यसले यो कार्यक्रमले चाहिँ त्यसमा ठुलो टेवा दिए जस्तो लाग्यो मलाई चाहिँ। र आउने दिनहरूमा यस्तै कार्यक्रमहरू हुँदै गयो भने सबैजना मेलबर्नवासीहरूलाई चाहिँ राम्रै हुनेछ। र पुनः आयोजकहरूलाई धन्यवाद। श्रीजी भजन माताजीले केवल आफ्नालाई कर्म गर्नु भएको छैन। नारी शक्ति, आमा शक्ति, जुन घर छोरी हुन्छन् त्यो घर उज्यालो हुन्छ। सायद मैले भनिराख्नै पर्दैन। एउटा छोरी जो आफ्नो घरबाट उठेर बाहिर निस्केर आज नेपाली कला संस्कृतिलाई जोगाउन संसारभरि पुग्नु भएको छ। केवल उहाँले कथा मात्रै सुनाउने, आध्यात्मिक जागरण जगाउने मात्रै होइन, उहाँले नेपालमा, पूर्वी नेपाल झापा सुरुङ्गामा सडकमा अल्पत्र बालबच्चाहरू, को हो बाउ, को हो आमा, को हो आफ्ना आफन्ती, कोही थाहा नपाएर बिचल्लीमा परेका बच्चा बच्चीहरूको आमा हो उहाँ। करिब 40-50 जना बालबच्चा अहिले पनि उहाँको नियन्त्रणमा रहन पर्छ। तर माताजीको एउटा स्वभाव छ। अरू आश्रमहरूमा धेरै बालबच्चाहरूका फोटोहरू आश्रमका पेजहरूमा देख्नु होला, तर माताजीले अहिलेसम्म कुनै पनि बच्चा बच्चीको तस्बिर सार्वजनिक गर्नु भएको छैन। यो किनकि उनीहरूको भोलिको भविष्यमा पनि उनीहरूलाई फिल होस् मलाई कसरी पढाइदिएको हो, राखिदिएको भन्ने। कृष्णकाले नक्कले नक्कल पारा, कृष्णकाले नक्कले नक्कल पारा, सोरसै गोपिनीको आँसु नजारा, सोरसै गोपिनीको आँसु नजारा। कृष्णकाले कृष्णचन्द्र भगवानको सबै टाइम गर्नु। कृष्णकाले नक्कले नक्कल पारा, सोरसै गोपिनीको आँसु नजारा, सोरसै गोपिनीको आँसु नजारा, सोरसै गोपिनीको आँसु नजारा, सोरसै गोपिनीको आँसु नजारा, सोरसै गोपिनीको। राधिका माताजुको हाम्रो एनएनसीआई टिम म यता ल्याउँछु। आज एनएनसीआईले चाहिँ सामाजिक सेवा ल भाइ। अनि हाम्रो ओलट समाज, ओलट त्रिगिवन
केही पनि काम छैन। हेर्नुहोस् त, यत्रो ज्यान छ तर यसले व्यवस्था पनि केही पनि गरेका छैन। ल त्यसो भए हे नन्दी, म एकछिन ध्यानमा बस्छु, तिमीले वरिपरि हेर्नु कोही आउँछन् कि आउँदैन। त्यतिखेरसम्म एउटा नृत्य गर, तिमीले तिम्रो नृत्य हेर्न चाहन्छु म एकछिन ध्यानमा बस्छु। के नाचेको तिमी? यस्तो नाच हुन्छ? खै ताली बज्दैन क्या यहाँ? सबैले ताली सुना गर्ने। केही समयपछि फेरि दर्शन दिन आउँला जाम बाबा। चल चल चल, आज मेरो अलिअलि पेट पनि दुखिएको छ। सबैले हात उठाउने एकचोटि। क्या बात, तालीको सेवा। हर हर महादेव। सूर्यकोटि समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। सबैले माथि है। सांब सदा शिव, सांब सदा मुनिवृन्द गणेन्द्र समानयुतं नवनौमि सरस्वती पादयुगम्। शिव गणछन् सहचारी मुण्डमाला चगलामा, मुण्डमाला चगलामा रूप छ भयहारी। ओ हर 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 महादेव। जय बोलो पशुपतिनाथ भगवान की। जय तुलसी भगवान की। हरदमा कल कल बहचिन हरदमा गंगा पुण्य जला। ओम हर 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 महादेव। हर हर महादेव। शुभ लीला प्रभु गई। ओम हर पशुपतिनाथ भगवान को।
आनंद कंद भगवान को सुरु से लाइट खोल्दिउँ सबैले हात उठाउँ माथि एकचोटि सबैले मैले जय शिव शंकर भन्छु हजुरले के भन्दिया रे त्यति आवाज आएन एउटै स्वरमा यसपालि अस्ट्रेलियाको एएनएमसी मा कार्यक्रमको समापन हुने बेला भएको छ भनेपछि यति जोश र जागर हामीले निकाल्नु पर्छ जय शिव शंकर जसले यहाँ हर सबै हात उठाउने माथि पहिला सबै हात उठाउने माथि क्या बात पशुपतिनाथ भगवान को मनुष्यको झोला हाम्रो फाँसो दिन सबैले भन्ने कृष्ण झोला गइरहनु यही जीवनको सारा कृष्ण बालाले कृष्ण बालाले सारा संसार भुलायो माया जालले कृष्ण बालाले सारा संसार भुलायो माया जालले हे कृष्ण बालाले लगानी करकलाको पानी बालाले